कि आनन्द कहाँ छ, हो कि होइन? हजुर सबै के को खोजीमा हुनुहुन्छ? आनन्दकै खोजीमा हुनुहुन्छ। सबैजना सुखकै खोजीमा हुनुहुन्छ। तर आनन्द कहाँ छ त? के भक्तिबाट पनि आनन्द प्राप्त गर्न सकिन्छ त? यो सबैको जिज्ञासा रहेको छ। भक्तिबाटै हो आनन्द प्राप्त गर्ने, किनकि नारायण भक्ति सूत्रमा भनिएको छ, परम प्रेम रूपाश्च। भक्तिको स्वरूप भनेको नै आनन्द हो। आनन्दको स्रोतमा जाँदा नै हामीलाई वास्तविक आनन्द प्राप्त हुन्छ। प्रिय श्रद्धालु भक्तजन, हामी क्षणिक आनन्दलाई नै वास्तविक आनन्द मानिरहेका छौँ, जसको कारणले गरेर केही समयको लागि त छोराछोरीबाट आनन्द पाए जस्तो लाग्छ, हो कि होइन? तर फेरि त्यही छोराछोरीले केही भन्न लागेपछि मन कटक्क दुख्छ, कता कता भत्भती छाती बोल्न थाल्छ। अनेकौँ प्रकारका दुःखहरू गृहकार जनाना जन्जाला रहेका छन्। भन्नुको तात्पर्य आनन्द प्राप्त गर्नको लागि आनन्दको स्रोत यानि कि भक्तिमा नै प्रवेश गर्नुपर्दछ। त्यसैले आजको यो आञ्जनेय कीर्तन कन्सर्ट अत्यन्त आवश्यकता छ। आजको यो विकराल अवस्थामा जहाँ हाम्रो मन शान्त छैन, मन अस्थिर छ, मन कहीँ पनि टिक्न सक्दैन, न योगमा टिक्न सक्छ, न ध्यानमा टिक्न सक्छ, कहीँ कतै मन लाग्दैन। आज हामीसँग सन्तोष छैन, सन्तुष्टि छैन, सबै साधन छ, तर के छैन त? मनमा आनन्द छैन। त्यसैले त यो आञ्जनेय कीर्तन कन्सर्ट आज हजुर समक्ष हामी लिएर प्रस्तुत भइरहेका छौँ। यो आजको कीर्तन केवल सङ्गीत मात्र होइन प्रिय श्रद्धालु भक्तजन, यो आजको आञ्जनेय कीर्तन कन्सर्ट भनेको साक्षात् महायोगको अनुभूति हो। महायोग भनेको के हो त? महायोग यानि कि शरीर, तन, मन सबैलाई एकाकार गराउने दिव्य विज्ञान हो र यसको प्रवेशद्वार भनेको नै नाद हो, यानि कि कीर्तन हो। कीर्तनद्वारा नै हामीले प्रवेश गरेर वास्तविक आनन्द प्राप्त गर्न सक्छौँ। अतः जब हामी दुःखमा परिरहन्छौँ, अनेकौँ कष्टहरू भोगिरहन्छौँ, तब स्वयं भगवान नै नाम रूपमा प्रकट हुनुहुन्छ। त्यसैले सन्त ऋषिमुनिहरू भन्ने गर्नुहुन्छ कि हरे राम हरे राम केवलं कलौ नास्त्येव नास्त्येव गतिरन्यथा। यो कलियुगमा जीवको दुःखलाई नष्ट गर्नेवाला केवल भगवानको नाम मात्रै रहेको छ। त्यसैले त गोपिनीजीहरू भन्नुहुन्छ, गोपिनीहरूलाई त चिन्नुहुन्छ होला हजुरहरूले पक्कै पनि। गोपिनीहरूले श्री कृष्णजीसँग भन्नुहुन्छ, प्रभु तव कथामृतं तप्त जीवनं कवि